आज धन्न यमराजले निम्तो दिएनन् यार। सो हेलो साथीहरू, स्वागत छ तपाईँहरूले मेरो ब्लगमा। हजुरहरूलाई त थाहा नै होला हाम्रो अङ्कलको घर बन्नला छ र आज मूल ढोकाको पूजा हुनला छ, यानि कि लड्डु खान पाइन्छ। त्यसपछि मनी नुहाइ धुवाइ गरेर डाइरेक्ट साइडतिर आएँ, तर नुहाए जस्तो देखिन्नौ त ज्ञाने भन्नुभयो होला। साँच्ची भन्दा आज मुख धुँदा साबुन नलाएर होला। मनी क्या यति त साबुनको एडमा नि बोल्दैन होला। त्यसपछि आन्टीले पूजा सुरु गर्नुभयो र लड्डु खाएर 12 बजतिर बाबा र म खेततिर आएम। त्यसपछि सब मसुरो गाडीमा लोड गर्नलाई एक ठाउँमा थुपार्न थालेम र अलमोस्ट सबै थुपारि नै सकेथेम। लास्टको घाँस उठाउँदा मेरो हातमै मोटो सर्ब पुरा हातमै घिस्रेर झन लुकेर बस्यो। एकछिन त ज्यानै पुरा सिरिङ्ग भएको थियो। त्यसपछि उखुको लौराले डराउँदा डराउँदै हटाउन थाले। त्यसपछि त्यहाँबाट सर्प भागे पनि अझै नि उठाउन लास्टै डर लाग्ने। फिर क्या माउन्टेन ड्यू उठाया डर के आगे जिते भन्दै सब मसौराहरू एक ठाउँमा थुपारेम र सर्प हल्का यल्लो थियो र कुन सर्प थियो मनी चिन्दै चिन्दैन। हजुरले खेतमा यस्तो काम गर्दा देखेको एक्सपिरियन्स गर्नु भएको छ कि छैन कमेन्ट गर्नु होला र हजुर कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। आजले यति नै, राधे राधे।